गाइज यो सुकुटी बफ सुकुटी चटनी चाहिँ मैले 2 डिब्बा हाफ केजीको हाम्रो गोरी नानाकोबाट लिएको है। यो बिजनेस चाहिँ हाम्रो गोरी नानाले गर्दै हुनुहुन्छ यहाँ हङकङमा। मैले त 3 दिनमै यति बनाइसकेँ। हाम्रो नेपाली वाइवाईसँग खाएर अनि भुजासँग खाएर है। भुजा पिरो चिप्स लगाएरमा सुकुटी लगाएर यस्तो यम्मी यम्मी बनाएर हाफ केजीकै यो खाएर यति बनाइसकेँ। मात्र 3 दिनमा यति बनाइसकेँ मैले। यो चाहिँ मैले मेरो दिदीलाई ज्योतिलाई लगिदिन आँटेको। यो चाहिँ मैले खाइसकेँ। यसरी खाएपछि अनि सकिँदैन, 5 दिनमै सक्छु म यो। 5 दिन होइन, अब भोलि र पर्सिमा सक्छु। यसरी खाएपछि डेली यसरी खान्छु म बेलुका बेलुका। आज चाहिँ भुजा र पिरो चिप्स लगाएर, हिजो चाहिँ काँचो चाउचाउ वाइवाई ढुट्टाएर अनि त्यसमा काँचो प्याज टमाटरहरू लगाएर अनि सुकुटी लगाएर पिरो चिप पनि लगाएर दामी बनाएर खाएँ। आज चाहिँ नुडल्स नलाएको है, भुजामा लाएको। भुजासँग खानु आँटेको, भुजासँग टेस्ट। तपाईहरु पनि यसरी म जस्तै यसरी नै यस्तो टाइपले खानु चाहनुहुन्छ भने सिधै हाम्रो गोरी नाना सरलाई कन्ट्याक्ट गर्नु होला। यसरी धराने फ्लेभरमा पाइन्छ। यो धरानबाटै आएको गोरी नानाको बिजनेस अहिले धरान हङकङमा एक्स्ट्रा बिजनेस है। बिजनेस यसरी जसरी नै यसरी यम्मी यम्मी दामी दामी। अब खान्छु ल। गाइज खाएला।